फर्स्ट अफ अल म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले यस्तो राम्रो एउटा डाइरेक्ट फेस टु फेस हामीहरू कुरा गर्ने मौका हामीहरू जनतालाई दिनुभएकोमा फर्स्ट अफ अल उहाँ प्रहरी सेवा जुन दिनुभएको छ उहाँलाई हामी सबै जनताको तर्फबाट बेकरीवासीको तर्फबाट भेरी भेरी थ्याङ्कफुल। र म अन्जिता कार्कीको तर्फबाट सबैलाई फेरि पनि एकचोटि म के भन्न चाहन्छु भने जसरी उहाँले यो सेवा दिनुभएको छ अझै पनि यो अगाडि बढ्दै जाओस्, सेवा हामीले पाउँदै जाऊँ। र आजको मेरो मलाई अप्ठ्यारो परेको मलाई मात्रै नभनौँ, एक्चुअली हामीहरू कृषि ओरिएन्टेड यानि कि एग्रिकल्चर ओरिएन्टेड परियो होइन। हामी चाहिँ हाम्रो देश चाहिँ हाम्रो टोटली हामी बेस चाहिँ कृषिमा आधारित छौँ भनेर जुन हामीले पढ्न आएको छौँ, सुन्दै आएको छौँ, तर चाहिँ जहाँ जे हुनुपर्ने हो त्यो पाइएको छैन। मेरो भनाइ के हो भने मलखात कहाँनिर मलखातको कुरा गर्छु भने म पनि एउटा कृषिमै बेस छु होइन टोटली। अहिले हामीलाई गहुँ छर्ने बेलामा होइन डिएपी चाहिएको छ, डिएपी पाइएको हुँदैन। अनि डिएपी कहाँनिर पाइएको हुन्छ भने ब्ल्याकमा यति धेरै है, जसको रेट चाहिँ 2300 ओन्ली 2300मा हामीले चाहिँ डिएपी पाउनुमा त्यो चाहिँ लगेर जसको खेत पनि छैन होइन उसले चाहिँ लगेर उसलाई किन दियो, त्यो मान्छेलाई हामीले दिने होइन नि जसको खेत छैन, त्यसले लगेर 3500मा मसित आएर 35मा लिने हो भनेर यसरी ब्ल्याकमा मार्केटिङ भइरहेको छ कि है। यो चाहिँ एकदमै हजुरले फोकस मेन पोइन्ट जुन ट्राफिकको कुरा गर्नुभयो, ट्राफिक त मेन छँदैछ नेपालमा, यहाँ मात्र होइन एभ्रिवेयर। तर चाहिँ यो फर्स्ट बेसिक चिज चाहियो नि हामीलाई, बेसिक चिज होइन फुड क्लोथिङ यही त हो नि हामी सबैलाई चाहिने। अब अहिले यो खेतीको टाइममा हामीले चाहिँ मलखात पाउनु टाइम चाहिँ एक्सपायर भइसक्यो होइन। अब नपाएपछि मान्छेले टोटली ब्ल्याकमा त्यसरी खादहरू बेच्नुमा चाहिँ हजुरले एउटा प्रतिबन्ध यानि कि त्यसलाई एउटा कसरी त्यसलाई चाहिँ समाधान गर्नु छ नि त्यसको पनि सल्युसन होला नि, त्यो चाहिँ हजुरले एकदमै मेन चाहिँ हेरिदिनु पऱ्यो। र यो डिलर जसले डिलर लिनुभएको छ टाइममा मल खाद उपलब्ध गराइदिने र जसको खेत जति छ त्यही अनुसारलाई चाहिँ डिस्ट्रिब्युट गरिदिने। अनि चाहिँ यो ब्ल्याक टोटली ब्ल्याकमा यो जसले गरिरहेको छ नि 2 वे रोड छ है, एउटा उताको रोड छ यताको रोड छ, यताको रोडमा रातिको 3 बजेबाट स्टार्टिङ हुन्छ के, हजुरले चाहिँ टोटली त्यसलाई के गर्नु पऱ्यो भने स्टप गरिदिनु पऱ्यो। यो चाहिँ मेरो फर्स्ट पोइन्ट। र मेरो मात्र होइन यो कृषिमा जो पनि लिङ्क हुनुहुन्छ नि आई थिङ्क सबै यो जति अलमोस्ट यहाँ हुनुहुन्छ नि हुन त प्रोफेसनली उहाँहरू कुनैमा पोस्टमा हुनुहुन्छ होला, तर उहाँको बेसिक त त्यही नै खेती नै हुन्छ होला। त्यही भएर यो चाहिँ हजुरहरूले एकदमै हेरिदिनु पऱ्यो। र यो चाहिँ एउटा कुरा हाम्रो यो हजुरको थानाको अगाडि छ नि त्यहाँनिर चाहिँ त्यो बसहरू या बाइकहरू हिँड्छ नि त्यसको स्पिड रेन्ज त्यहाँ लेखिदिनु पऱ्यो एकदमै टोटली बच्चाहरूलाई, स्कुलको बच्चाहरूलाई अनि इभन ओल्ड पिपलहरूलाई त्यहाँ चाहिँ एकदम प्रब्लम भएको देख्छु कि। अनि उता चाहिँ हजुरको बसहरू आउँदाखेरि यति स्पिडमा आएर ढ्याङ्ग आएर जिस्का जस्तो गरेर ढ्याङ्ग गरेर रोक्छन् होइन, त्यसलाई पनि हजुरले हेरिदिनु पऱ्यो। त्यो चाहिँ हजुरको इन फ्रन्ट अफ हजुरकै थानाको अगाडि हो नि, त्यहाँ पनि यति मतलब त्यहाँको मान्छेहरूलाई या बसको मान्छेहरूले यसरी नै हजुरको अगाडि नै हजुरहरूको रुल्स एन्ड रेगुलेसन फलो गर्दैन भने बिहाइन्ड द गाउँको पछाडि कसरी फलो गर्छ त होइन, अगाडि चाहिँ गर्दैन भने पछाडि कसरी गर्छ त। त्यही भएर प्लिज मेरो यो हटली रिक्वेस्ट छ हजुरहरूलाई कि हजुरहरूले यो कुरालाई एकदमै राम्रोसित ध्यान दिनु पऱ्यो। वेल थ्याङ्क यू एभ्रिवान। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज मिति 2082 मङ्सिर 7 गते बुधबारका दिन आज यस जिल्लाका प्रहरी कार्यालय बेकरीद्वारा आयोजित सार्वजनिक सेवाई कार्यक्रममा उपस्थित हाम्रो मायादेवी गाउँपालिकाका प्रवक्ता तथा मायादेवी गाउँले प्रवर्तनका वडाध्यक्षज्यू, सियारी गाउँपालिका 3 का वडाध्यक्षज्यू, विभिन्न स्कुल निजी तथा सरकारी स्कुलबाट पाल्नु भएका प्रधानमन्त्रीहरू, हामीले 2टा आवासहरू मात्र काटेको थियौँ, प्रगतिशील आवासमा र कालीमाई आवास जस्तो लाग्छ, उहाँबाट पाल्नु हुने
लापरवाही सबभन्दा समस्या। हामीले के बुझ्छौँ र हाम्रो युवा पुस्ताले के बुझ्छन्? पुलिस बाटोमा खटिसकेपछि पुलिसले दुःख दिनको लागि खट्यो, हैरानी भयो, पुलिसले चेकचाक नगर्यो, कतिको मनसाइडको चाहिँ पुलिसै नभइदिनु हुन्थ्यो भन्ने पनि छन् मान्छेहरू यहाँ। तर कसको लागि खटिया हो, कसको लागि पसिना बगायो हो, कसको लागि घाम पसिना सरेर बसेर पुलिस त बुझ्दैन। अनि पछि दुर्घटना हुन्छ, अनि फेरि बिमाको क्लेम गर्नुपर्छ, अनि आउँदा फेरि त्यही प्रहरी कार्यालयमा हो, अनि फेरि नाक लुकाएर अनि हजुर गरिदिनु पर्यो। लाइसेन्स नभएको मान्छेले गाडी चलाउने होइन, बिल्कुल नवीकरण नगरेको मान्छेले गाडी चलाउने, अनि मापसै गरेर गाडी चलाउने। हामीले पटक पटक दिन रात नभनी खटेर भन्दा पनि उहाँले त पच्दैन। त्यसपछि जब दुर्घटना हुन्छ अनि बल्ल होइन हजुर गरिदिनु पऱ्यो, हजुर यति त मानवता भन्नुमा आउँछ कि मानवता त हेरिदिनु पऱ्यो हजुर भन्छ। कति लाज पर्दो कुरा छ। कसको लागि हो त गर्ने? प्रहरी कसको लागि खटे? आफ्नै लागि हो। हाम्रो युवा पुस्ताले बुझ्दैनन्। अस्ति भरे यहाँनिर बनगाई चौकको ड्युटीलाई एकजना भाइले गाली गर्दा निस्क्यो बाटोमा, अलिक पर गएर उही दुर्घटना भयो। अहिलेसम्म उसको होस आएको छ कि छैन थाहा छैन। प्रहरी भनेको त आँखाको तारो छ, नभई पनि नचाहि पनि नहुने, कसैले पनि नमन नपर्ने भन्छ नि, त्यस्तै भएको छ। कसको लागि खटे प्रहरी त सबैले बुझ्नु पर्यो होला नि। घटना दुर्घटनाले बाजा बजाएर आउँदैन, आफै स्वयं व्यक्ति सचेत भयो भने त आफ्नै लागि हो नि है। अर्को यो हाम्रो लागु औषधको विषयमा कुरा आएको थियो। इलाका प्रहरी कार्य यथाधिका कर्णेलज्यू लगायत मञ्चमा आसीन अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, वर्तमान अवस्थामा ट्राफिक सम्बन्धी धेरै कुराहरू फिडब्याकको रूपमा मैले पाएको छु। यो हामीले पाउने फिडब्याक अथवा जनताबाट आउने हाम्रो प्रश्नहरू आउन् भनेर नै यो कार्यक्रम राखिएको। अन्यथा सबै हामीहरू आफ्नो काम, आफ्नो पेसा, आफ्नो क्रियाकलापमा लागेका हुन्छौँ। हाम्रो एक आपसमा भेट संवाद हुन पाउँदैन। तसर्थ हामीले जनताबाट के कस्तो समस्या छ, कहाँनिर चाहिँ सम्बोधन गर्नुपर्ने कुराहरू छ भनेर हामीले फिडब्याक लिनको लागि कार्यक्रम राख्नुको लागि हामीले राम्रो रचनात्मक सुविधाहरू प्राप्त गरेका छौँ। त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। ट्राफिक व्यवस्थापन तथा ट्राफिक सञ्चालनको सन्दर्भमा यो हाम्रो बेथरी भैरवा अथवा बेथरी लुम्बिनी सडक खण्ड ज्यादै व्यस्त रहेको छ, किनकि बुटवल गोरुसिया सडक खण्ड निर्माणाधीन अवस्थामा छ। त्यसले गर्दाखेरि वैकल्पिक बाटोको रूपमा त्यो सडकलाई धेरै प्रयोग गरिएको छ। तपाईँले पनि आफै अनुमान गर्न सक्नुहुन्छ त्यो सडकमा पोहोर परारभन्दा धेरै गाडीहरू कुदिरहेको छ। किन कुदिरहेको छ भने माथिल्लो बाटो निर्माणीकरणमा छ, धेरै डाइभर्सनहरू छ, धुलोहरू उड्छ, मान्छेहरू जहिले पनि एक ठाउँबाट अर्को ठाउँमा जानलाई हतार हुन्छ, उसलाई चाहिँ सजिलो बाटो खोजिरहेको हुन्छ र काठमाडौँबाट धेरै गाडीहरू यो बाटो चाहिँ पूर्वपश्चिम राजमार्ग यो वैकल्पिक रूपमा प्रयोग गरेका छन्। र अन्य हाम्रो लुम्बिनी सांस्कृतिक नगरपालिकामा लुम्बिनीको भ्रमण गर्न आउने विभिन्न धर्मावलम्बीहरू पनि यो बाटोहरू हिँड्नुहुन्छ र भैरवा एयरपोर्ट भएको कारणले पनि यो बाटो चाहिँ के छ व्यस्तको रूपमा रहेको छ। प्रहरीको र हामी शिक्षकको मात्र नभएर कतिपय हाम्रो समाजसेवीहरू पनि यसमा लाग्नु भएको छ। कतिपय हाम्रो आमाबुवा पनि यसमा लाग्न आवश्यक पनि छ। यो वास्तवमा समाज कसरी सुधार्ने, समाज सुधार्नको लागि हामी सबैको कहीँ कहीँ दायित्व हुन्छ र हामी सबैले त्यसमा लाग्नुपर्छ। मेरो विद्यालय बाडा एरियाको दुर्गोलिया, मकरी, शिवपुर, पिपरामा उतातिरका बच्चाहरू आउने गर्छन्। म त कतिपय ठाउँमा के देख्छु भने बच्चाहरूमा गाँजा खाने प्रवृत्ति, सानोतिनो सामान्य भाग कहीँ चोरिदिने, कहीँ गहुँ चोरिदिने, कहीँ के गर्ने सामान्य त्यस्ता प्रवृत्तिहरू देखेको पाइन्छ। हुन त म अनुरोध बाहेक केही गर्न सक्दैन। कहिलेकाहीँ उहाँहरू चाहिँ वाचिङ गर्ने बेलामा जस्तो अघि सरले भनेको विद्यालय 4 बजेपछि हाम्रो धेरै हुन्छ। फेरि बिहान 6 बजेदेखि हाम्रो विद्यालय सुरु हुन्छ, 4 बजेपछि धेरै प्राणीको रूपमा हुन्छ। बाउन्ड्री कतिपय विद्यालयमा छ, कतिपय विद्यालयमा बाउन्ड्री छैन। एकपटक हुटर बजाएर कुनै व्यक्ति समयको सन्दर्भमा अथवा समयमा भन्न सक्दैन। उहाँहरू आफै त्यसमा सोच्नुहुन्छ।
गर्न उहाँले गरिराख्नु भएको छ। उहाँको गराइअनुसार नै हामी सुरक्षित महसुस गरेका छौँ। सायद उहाँहरू पनि लापरवाह भइदिएको भए हामी सुरक्षा कुनै पनि हल्को महसुस गर्न सक्दैनौँ। यो उहाँहरूको अमूल्य देन नै हुन्छ। यसकारण चाहिँ यो कार्यक्रमको म शुभकामना गर्दै यसो बेला मौकामा कहिलेकाहीँ बाटो क्षेत्रमा यदि ठिक छ 18 वर्ष 19 वर्ष 20 वर्षको बच्चा त्यसमा कुनै काममा संलग्न भएको छ भने त्यसलाई पनि म पनिसमेन्ट भन्न सक्दैन, पनिसमेन्ट दिनुको पनि छैन। उसलाई कसरी सुधार्न सकिन्छ त्यो कार्यक्रममा चाहिँ जोड दिन म हार्दिक अनुरोध गर्दछु र बच्चा सुध्रे भने देश सुध्रन्छ र यस प्रकार चाहिँ हामी तर यसको लागि म पहिला हामी सबैबाट मबाट मात्र होइन, खालि हाम्रो प्रहरी जवानबाट मात्र होइन, इलाका प्रहरी इन्चार्ज म्याडम मात्र होइन, हामी सबैबाट सुरु गर्नुपर्छ। पहिला हामी आइडु गरौँ, त्यसपछि युडु गरौँ, त्यसपछि बिडुमा अटोमेटिक हामी जाने गर्छौँ र हामीबाट नै सुरुवात गरेर हामी सुरु गरौँ। र यो जुन कार्यक्रम म्याडमले राख्नु हो अत्यन्तै सराहनीय र एकदम बिल्कुल महत्त्वपूर्ण कार्यक्रम हो। यसमा तमाम साथीहरूबाट पनि आएको कुरा सराहनीय कुराको छ। अब यो गाँजा भाङ चुरोट यसको कुरामा चाहिँ अलिकति थोरै वाचिङको आवश्यकता छ, थोरै किनभने तपाईँहरूबाट समाज डराउँछ, हामीबाट समाज डराउँदैन। एक प्रहरी आयो भन्ने बित्तिकै अलिकता मान्छे आउँछ चुप्ला प्रहरी आयो भने हुन्छ। त्यस कारण प्रहरीको चाहिँ अझै पनि हुन्छ आवश्यक पऱ्यो भने हामी टिचर शिक्षक साथीहरू कहाँ आवश्यक पर्छ हामी समाज सुधारको लागि हमेसा तत्पर हुन्छौँ अनि हाम्रो आवश्यकता महसुस गर्न हामी धेरै पनि सेवा दिन तयार हुन्छौँ। धन्यवाद, नमस्कार। प्रमुख अतिथि यसै क्षेत्रका इलाका प्रहरी कार्यालयका आदरणीय सभाध्यक्षमा विशिष्ट अतिथिता ग्रहण गर्नुभएका हाम्रो वार्ड नम्बर 7 का वार्ड अध्यक्ष अतिथि रूपमा पाल्नुभएका हाम्रो विभिन्न विद्यालयका प्रहरीहरू, अतिथिको रूपमा पाल्नुभएका हाम्रो छिमेकी पालिका सिआई गाउँपालिकाको वार्ड नम्बर 1 का वार्ड अध्यक्ष, यस क्षेत्रका विभिन्न समाजसेवीहरू, पत्रकार मित्रबन्धुहरू र आमा बुवा दिदीभाइ दाजुबहिनीहरू, म सर्वप्रथम मेरो व्यक्तिगत राजेशमणि त्रिपाठीको तर्फबाट र मेरो विद्यालय गरगटी माध्यमिक तर्फबाट म हार्दिक अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त म यस कार्यक्रमको शुभकामना व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमले कमसेकम एउटा नयाँ ऊर्जा, नयाँ चाहिँ आदान प्रदान कुराहरूको आदान प्रदान गर्ने मौका आएको छ। वास्तवमा यो प्रहरी शब्द आदिबाट आएको होइन, हामी त रामायण कालदेखि नै पढ्दै आएका छौँ कि लक्ष्मणजीले 14 वर्षसम्म प्रहरीकै काम गर्नुभएको थियो। जब कुनै ठाउँको प्रहरी आफ्नो घर परिवार छोडेर, आफ्नो बालबच्चालाई छोडेर रातको मोस्टली चिसोमा पानी परिरहेको बेलामा घर परिवार छोडेर रातभरि फेरि ड्युटी गर्नुहुन्छ भने बल्ल हामी निद्रामा सुत्ने काम गर्छौँ। जुन दिन प्रहरी सुत्छ त्यो दिन देशै सुत्ने अवस्था हुन्छ। तर त्यो प्रहरी रातभरि जागेर दिनभरि जागेर जुन हामीलाई सुताउने व्यवस्था गर्नुभएको छ यसको लागि म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म्याडमको क्रियाकलापबाट मेरो विद्यालय तरुणी नै छ। मेरो विद्यालयमा एनसीसी कार्यक्रम सञ्चालन छ। एनसीसी कार्यक्रमको अनुगमन उहाँबाट निरन्तर भइरहेको मैले पाएँ। उहाँहरूको अहिले अस्ति भर्खर हिजो कि अस्ति भर्खरै विद्यालयमा गएर लागु पदार्थ र दुर्व्यसनी सम्बन्धी उहाँ एउटा कार्यक्रम पनि गर्नुभयो। त्यसको लागि म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। वास्तवमा अलिकता हाम्रो विद्यालय म धेरै व्याख्यात्मक कुरा नै गरेर कुरामा जान खोज्छु। हाम्रो विद्यालय के छ भने बार्डर एरियाको विद्यालय